घरमा आएको छु र एउटा भाइको लास्टै मानसिक सन्तुलन घुमेको हुँदाखेरि एकदम गाह्रो नाजुक अवस्था रहेछ बिचरा अलि लेख्ने मान्छे र हजुरहरूले सक्नुहुन्छ भने सक्दो सहयोग गरिदिनु होला र यो भाइलाई उद्धार गरिदिनु होला। एकदम यो कलिलो उमेरमा खाउ लाउ गर्ने उमेरमा र भाइले आज चाहिँ आफ्नो मानसिक सन्तुलन गुमाउनु भएको छ र एकदम आफ्नो आफन्त कोही कसैलाई नचिन्ने हुनुभएको छ र हजुरहरूले सक्नुहुन्छ भने सक्दो सहयोग गरिदिनु होला। लास्टै एकदम गाह्रो भइरहेको रहेछ भाइलाई चाहिँ तपाईँहरूले सक्नुहुन्छ भने सहयोग गरिदिनु होला। म एकछिनमा भाइको घरमा जाँदैछु। तिमीलाई राजा भनेको छु मैले राजा हो झुलेकै हो झुलेकै हो झुलाकै हो हे बाबु खाना चामल खाँदै मेरो रामलीला यो अस्ति नै भनेको थियो कि त्यहाँनिर डाक्टरले के भन्यो फेरि अस्ति त्यो दिन त्यो डाक्टर भेटेको दिन फेरि उसले सबै अब डाक्टरले सोधेर चाहिँ सबै भने होइन अब ठिक छ लग्दा हुन्छ अनि फेरि पेटबाट बाहिर निकाल्दाखेरि उसले समस्या भयो अनि के गर्ने काकाले निको पार्छन् यहाँ लिएर आइज। तपाईँहरूले सायद नजरा देखिसक्नु होला र यो सानो स्किट मात्र मैले हालेको र हजुरहरूले सहयोग गर्नुभयो भने भाइको ज्यान बाँच्न सक्छ र उसले मृत्युसँग लडिरहेको छ होइन। सक्नुहुन्छ भने सहयोग गरिदिनु होला र कसले सहयोग गरिदिनुहुन्छ म हजुरहरूको नाम सहित म उपस्थिति गरिदिनेछु र तपाईँहरूको सानो सानो सहयोगले नै उहाँको ज्यान बाँच्छ भने प्लिज कोही पनि पछि नहटिदिनु होला त्यति भन्न चाहन्छु। र अरू भिडियो पनि म ल्याउने नै छु र अहिले यो भिडियो चाहिँ अनुमति बिना हालिरहेको छु। उहाँको अनुमति लिएको छुइनँ। एकछिनमा 10 मिनट गएर चाहिँ अब अनुमति लिएर हाल्नेछु र अहिले उहाँलाई हस्पिटल लाने तयारी गरिरहेको छौँ सबैजना र 6-7 जना हामी सहयोगमा जुटिरहेका छौँ र अरू उता जुटिरहनु पर्छ र म अहिले यहाँ फिलहाल गाउँतिर आएको छु। हस्त धन्यवाद र अरू भिडियोहरू पनि ल्याउनेछु। हजुरहरूले सहयोग गरिदिनु होला। धन्यवाद।